हेर्नुहोस् है उहाँको एकदम सन्देशमूलक रहेको छ क्या। हामीले सबैभन्दा ठुलो कुरो हामीले समयलाई चिन्नुपर्छ अनि आफ्नो मान्छेलाई चिन्नुपर्छ भनेर एकदम एकदम सन्देशमूलक भिडियो छ क्या यो चाहिँ। एकदम राम्रो लाग्यो मलाई चाहिँ, एकदम भन्छु यो मेरो जीवनमा पनि एकदमै मिल खायो। अनि बुढाबुढी त्यही भएर भएपछि मैले चाहिँ यो गर्ने भिडियो बनाएको व्यवहार र खासमा चाहिँ। बोल्ने समत पनि राम्रो हुनुपर्छ अनि बेवास्ता वास्ता नगर्ने एकदमै त्यस राम्रो। पनि गर्नु हुँदैन। व्यवहारमा चाहिँ दुवै बुढाबुढीले देखाउन जरुरी छ है। सुन्नु न, बुढाबुढी तपाईँलाई दुवैले पनि भनेको बुझौँ। मैले चाहिँ सुनौ बुझौँ। अनावश्यक कुरा गरेर जतिखेर नि उहाँहरूको कुराहरू एकछिन सुनौ है। कम त गाह्रो हुन्छ एउटा छोरी मान्छेलाई होइन। बस्न पाउँदा नि तिमीसँग बसेको जस्तो लाग्दैन। अब के गरौँ म? गाह्रो गाइज, काममा नजाऊँ, घरै बसिरहँ? एकदम कमाल छ क्या एक्टिङ चाहिँ, एकदम भावुक बनाउँछ क्या। जो पहिला जस्तो कोहीको नभइदिएर मनमा पनि एकदम तिमी देखा छौ त छुन्छ क्या यो भिडियो चाहिँ। अनावश्यक कुरा गरेर हुन्छ जतिखेर नि। तर आफूले बुढाले जस्तो व्यवहार देखाए पनि आफ्नो बुढालाई प्रति गर्नुपर्ने दायित्व चाहिँ उसले पुरा गर्नुभएको छ है। हेर्नु हेर्नुहोस् त। म त यतै थिएँ तर तिमी कहिले थिएनौ। आफूलाई नै पछुतो हुन्छ कि पछि, अनि त्यही हो। गाह्रो, धेरै गाह्रो। त्यही भएर हामीले समयलाई चिन्नुपर्छ है। आफ्नो भएर पनि आफ्नोको महसुस दिलाउन सक्नुपर्छ क्या। म चाहिँ राति यसो मोबाइल हेर्दै जाँदाखेरि उहाँको भिडियो देखेँ, मलाई चाहिँ एकदम मन पऱ्यो कि, अनि त्यही भएर मैले चाहिँ भिडियो चाहिँ बनाएँ। यति भावुक बनाउँछ, यति भावुक बनाउँछ। आफूले नसके पनि सबै कुरा पुर्याउन खोजिरहेको छु। कसम आफूलाई यति गाह्रो बनाउने कि। समय दे साथी, समयले सबै कुरा ठिक पार्छ। कसैले पनि पछुतो नहोस् कि गुमाइसकेपछि। त्यसैले हुँदाखेरि कदर गर्न सिक्नु भन्छ नि, चाहे श्रीमतीले होस् चाहे श्रीमानले होस् कि, दुवैले हुँदाखेरि कदर गर्न सिक्नुपर्छ है। विचार बुढा त्यसरी आइरहनु भएको छ होइन पिएर, तर बुढी चाहिँ कुरिरहेको हुन्छ कि। कुनै कुनै श्रीमानहरू के अब मर्द हो भनेर देखाउनुहुन्छ क्या, तर उहाँ टन्न पिएर आउनुहुन्छ। बिचरा बुढी रातभरि नसुतिकन त्यो बुढालाई कुरिरहेको हुन्छ। त्यही बुढीलाई यस्तो नराम्रो भन्ने कराउने पिट्ने पनि गर्नुहुन्छ कि कुनै कुनै श्रीमानहरू। हेर्नुहोस् त। सुतेको छैनौ तिमी अझै? त्यही भएर तपाईँहरू चाहिँ त्यस्तो नगर्नु होला। यो भिडियो हेरेर बुझ्नु क्या, केही न केही पाठ सिक्नु के। तपाईँमा पुरै सुधार नआए पनि 100 नआए पनि कमसेकम 50% त सुधार्नुहोस्। कतै मैले केही गल्ती गरेँ कि, कतै केही म चुकेको छु कि भनेर बुढाले पनि बुढीले पनि त्यो चाहिँ सोच्न जरुरी छ है। एउटा कुरामा कसको मन चाहिँ रुँदैन, कसको मन चाहिँ दुख्दैन। हेर्नुहोस् त। ओ माई गड, त आफूलाई नि यति गाह्रो भयो कि है, साँच्ची हो भनेको। मलाई चाहिँ भिडियो चाहिँ एकदम राम्रो लाग्यो कि। कस्तो मजाले एक्टिङ गर्नुभएको क्या उहाँ। आइस र हेरिन्छ अम्मा, कस्तो राम्रो भिडियो कि। माई गड।
त हेरेकै भयो। यस्तो है भाव बनाएपछि पछि त यस्तो खुसी के हेरौँ न हेर्नु है। त्यही भएर तपाईँहरूले हुँदाखेरि कदर गर्न सिक्नुहोस्। जब गुमाइसकेपछि पछुतो भएर रोएर केही पनि पाउँदैन ल गाई चरो, चाहे बुढा होस् चाहे बुढी होस् है। मैले एकजनालाई मात्रै भनेको होइन, दुईजनालाई नै भनेको है। यो चाहिँ सुत्छ अब हेरेर भिडियो पनि हेरेर थाक्यो है, निन्द्रा पनि लागिसक्यो। म चाहिँ रातिको समयमा हेरेको क्या यो भिडियो चाहिँ। अनि मैले भोइस कभर पनि राति नै गरेको कि, त्यही भएर मेरो भोइस खासै राम्रो चाहिँ सुनेको छैन होला। तर पनि हेर्नु होला भन्न चाहन्छु। तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो हेरेर कमेन्ट पनि गर्नु होला है गाइज। चाँदको चमक पनि के मिठो काम मिठो कमेन्ट गर्नु होला। यदि उसलाई अँगालेर राख्ने आकाश सँग मेल नहोस् खान भने। गयो कि गएन यो भिडियो। म जति कस्तो चम्किए oh my पनि God। मेरो ठाउँ सधैँ तिम्रै यत्तिकै चाहिँ साथमा गर्नुपर्छ है हुनेछ। बुढाबुढी गीतमा चाहिँ। चाहे बुढाबुढी होस् चाहे गर्लफ्रेन्ड बोयफ्रेन्ड होस्, यत्तिकै चाहिँ गर्नुपर्छ। यही कल्पना